र घटेको बेला त्यही किन्ने हो र विशेष गरी म बुक भ्यालुलाई पनि हेर्छु र डिभिडेन्ड दिने खालको स्टकहरू चाहिँ पहिला रोज्छु र एक वर्षको हाई र लो प्राइसलाई पनि हेर्छु र ब्याक हिस्ट्री चाहिँ त्यसको हेरेर यो एकदमै घट्दा कतिसम्म गएको थियो र बढ्दा कतिसम्म गएको छ, अहिले कुन अवस्थामा छ, त्यो विषयलाई पनि मैले एनालाइसिस गर्छु र सकेसम्म बुक भ्यालुको 2% देखि 3% हाई भन्दा बढीको स्टक चाहिँ मैले चाहिँ सकेसम्म प्राथमिकतामा राख्दिनँ। बढीमा चाहिँ 3%, 200 रुपियाँ बुक भ्यालु छ भने त्यसको चाहिँ 600 रुपियाँ बजार मार्केटमा बढी न तलै छ भने त्यस्ता स्टकहरूलाई चाहिँ हेर्ने गर्छु र अब त्यो स्टकहरू लिइसकेपछि बिचबिचमा अब कहिलेकाहीँ बढ्ने हुन्छ, अब 7-8%, 10% बढ्यो भने त्यसलाई चाहिँ बेच्ने र फेरि अलिकति तल चाहिँ झऱ्यो भने त्यही स्टकहरू चाहिँ लिने। त्यसरी चाहिँ मैले गरिरहेको छु र यो ट्रेडको हिसाबले चाहिँ मैले यतिखेर चाहिँ अब 1-2 महिनादेखि अब यो ट्रेडको लागि चाहिँ केही स्टकहरू लिएको। अब तिनीहरू चाहिँ अहिले ठ्याक्कै 26, 26.5, 27 तिर चाहिँ लियो तर अब ठ्याक्कै बजार अब आउँदाखेरि केही चाहिँ मैले स्टप लस पनि गरेँ र केहीको चाहिँ अलिकति फन्डामेन्टल राम्रो भएको कारणले चाहिँ एभरेजिङ गरिरहेको छु। अब यो टेक्निकल हिसाबले मैले चाहिँ अलिकति त्यसको मुभमेन्टहरू हेर्ने अनि त्यसपछि गएर अब आरएसआईहरू किबोर्डहरू लगाएर तिनीहरूलाई चाहिँ अलिकति अध्ययन चाहिँ थोरै टेक्निकल पनि यो बिचमा चाहिँ आफूलाई चाहिने भरि चाहिँ थोरै आफ्नो लागि चाहिने नलेज त्यो चाहिँ हेरेको छु र स्टक किन्ने बेलामा त्यो स्टक अब यो अघि मैले भने बुक भ्यालुदेखि लिएर सबै कुरो हेरिसकेपछि अन्तिममा चाहिँ चार्टमा चाहिँ गएर हेर्ने र त्यो चार्टले चाहिँ त्यो प्राइस चाहिँ कहाँनिर छ त, कुन रेन्जमा देखाएको छ त, अब बेरिस मोडमा छ या चाहिँ अप मोडमा छ अथवा साइडवेज मोडमा छ, त्यो हेरिसकेपछि कम्तीमा त्यसको मुभमेन्ट हेरिसकेपछि अनि मैले चाहिँ लिने गर्छु सर। अरू धेरै चाहिँ मैले अब टेक्निकल स्ट्राटेजी चाहिँ प्रयोग गर्दिनँ। अब अघि मेरो पैसा सरले एकदमै राम्रो, उहाँको चाहिँ पर्फेक्ट चाहिँ ट्रेनिङ स्किल हो, उहाँको चाहिँ एकदमै पर्फेक्ट छ। त्यो स्किल चाहिँ क्याच गर्न त अब हामीलाई चाहिँ अझै चाहिँ टाइम लाग्छ जस्तो लाग्छ। तैपनि अब आफू यसरी अहिले यो पछिल्लो चरणसम्म मैले यी मेथडहरू प्रयोग गर्दाखेरि मलाई ठिकै भएको छ र अब केही चाहिँ अब साथीभाइको सरसल्लाहमा लिएका स्टकहरू चाहिँ अघि शिव सरले नै भन्नुभयो त्यस्तो स्टकहरू 1-2वटा स्टकमा चाहिँ म पनि फसिरहेको छु। त्यसलाई मैले अहिले एभरेजिङ पनि गरेको छैन, केही गरेको छैन, छोडिदिइरहेको छु। अब मार्केट अहिले अलिकति डाउन ट्रेन्डमा छ, भोलि डाउनै भयो, कतिसम्म जान्छ लास्टमा चाहिँ एकदम मुभमेन्ट आएपछि मात्रै त्यसलाई अलिकति थपेर अनि निस्कनु पर्ला र बाँकी चाहिँ आफ्नै स्ट्राटेजी अहिले जुन खालको एप्लाई गरेँ त्यो छ। र मैले चाहिँ सेक्टरहरू चाहिँ अब मसँग हाइड्रो पनि छ, लाइफ पनि छ, नन लाइफ पनि छ, ब्याङ्क पनि छ। मैले त्यसपछि यो म्यानुफ्याक्चरिङ छ। म यो 5वटा 6वटा चाहिँ सेक्टरहरूमा चाहिँ रहेको छु। अरू मसँग चाहिँ अरू सेक्टर चाहिँ मसँग छैन। म यी 5-6वटा सेक्टरमा विशेष गरी मैले आफैले खेलाएका स्टकहरू विशेष गरी म अझ बढी चाहिँ ब्याङ्कतिर हो पहिला चाहिँ अलिक बढी चाहिँ इन्ट्रेस्ट भएको। अब ब्याङ्कहरू अहिले चाहिँ अब डिभिडेन्डदेखि लिएर अलिक क्रममा अलिक कम भएपछि थोरै हाइड्रोतिर अब त्यस्तो खालको चाहिँ अलिक राम्रो फन्डामेन्टल भएको हाइड्रोहरूमा चाहिँ म छु सर। त्यही नै हो सर, मेरो सामान्य छ। थ्याङ्क यू भेरी मच। पक्कै पनि सबै कुराहरू आइ नै सकेको छ। हाम्रो मेरो पैसा सरले धेरै इलाबोरेट गरेर टेक्निकलको बारेमा धेरै कुराहरू भन्नुभयो र अरू सरहरूले जुन आफ्नो अनुभवहरू सेयर गर्नुभयो, आफ्नो स्ट्राटेजीहरू सेयर गर्नुभयो। सबै कुराहरू आफ्नो आफ्नै स्ट्राटेजी हुन्छ र सबै कुराहरू चाहिँ बाट चाहिँ हाम्रो भ्युअरहरूले चाहिँ पक्कै पनि सिक्नुभएको, केही सिक्नुभयो, ज्ञान पाउनुभयो जस्तो लाग्छ मलाई। कसैको अनुभवहरू सेयर गर्नु छ भने भन्नुहोला, आएर सेयर गर्न सक्नुहुन्छ। अब जहाँसम्म मेरो कुरा छ, मेरो कुरा चाहिँ के छ भने म चाहिँ यो सेयर मार्केटमा चाहिँ 10-12 वर्ष अगाडिदेखि नै अलिअलि इन्भेस्टमेन्ट पहिला म इन्भेस्ट गर्थेँ, किनभने म पहिला बिजनेस गर्ने भएको हुनाले। एकजना सरले चाहिँ यो
अरुण सर, यहाँ एकजना सरले बुक भ्यालुको कति के भन्नुभएको रे सर भन्नुभयो। खास गरी जस्तो अब अहिले चाहिँ हेर्नुभयो भने जस्तो जेएफएल जानकी फाइनान्स कम्पनी, त्यसको बुक भ्यालु सायद 3 रुपियाँ छ क्यारे। त्यसको 3 रुपियाँ मात्रै छ बुक भ्यालु, 3 या 4 रुपियाँ यस्तै छ। तर त्यसको बजार मूल्य चाहिँ 400 को हाराहारी हुनुपर्छ है, मैले ठ्याक्क अहिले हेरेको छैन। त्यसले गर्दा बुक भ्यालु 3 रुपियाँ भयो र बजार मूल्य चाहिँ तपाईँको 400 भयो। यस्तो खालको स्टकहरू म हेर्दिन। अलिकति जस्तो बुक भ्यालु 150 रुपियाँ सपोज छ भने बढीमा बजार मूल्य अब पहिला चाहिँ 2 गुणा 300 अथवा चाहिँ तपाईँको 150 को चाहिँ अब बढीमा चाहिँ 450 सम्म त्यो रेन्जमा भएको यदि बजार मूल्य छ भने त्यस्तो खालको स्टकहरू हेर्छु भनेर मैले भनेको। एसडी सरले बुझ्नुभयो होला। प्लिज कन्टिन्यू अरुण सर। हस्, थ्याङ्क यू सर। ल, ट्याप ट्याप पुग्यो 100 पुग्यो। हजुर, अनि म चाहिँ पहिला इन्भेस्टमेन्ट गर्ने भएको हुनाले अब टाइम नभएको इन्भेस्टमेन्ट गर्दिनँ। र म यो ट्रेडिङमा चाहिँ फुल्ली इन्भल्भ भएको चाहिँ म 3 वर्ष जति भयो। म 100% टाइमै म यो ट्रेडिङ प्लस इन्भेस्टमेन्ट मतलब यो स्टक मार्केटकै फिल्डमै छु होइन। म पहिला बाहिरको स्टक मार्केटमा पनि काम गरेँ र पछि यहाँ नेपालमै काम गरेको पनि म 2-3 वर्ष भइसक्यो नेपालको स्टक मार्केटमा काम गरेको पनि। र मेरो चाहिँ के छ भनेदेखि मेरो स्ट्राटेजी चाहिँ मैले फुल टाइम काम गर्ने भएको हुनाले म एउटै स्ट्राटेजीमा मात्रै काम गर्दिनँ। किनभने मेरो अहिले यो इन्भेस्टमेन्ट फिल्डको मात्र मेरो काम हो र मेरो एउटा इन्भेस्टमेन्ट कम्पनी पनि छ। र यसमा चाहिँ मैले चाहिँ के गर्छु भने मैले पहिला ट्रेन्ड पत्ता लगाउँछु होइन। बजार कुन ट्रेन्डमा छ, अब बेरिस ट्रेन्डमा छ कि बुलिस ट्रेन्डमा छ कि साइडवेज ट्रेन्डमा छ, कुन ट्रेन्डमा छ। र किनभने जुन ट्रेन्डमा भए पनि मैले त काम गर्नै पर्छ। किनभने म चाहिँ फुल टाइमै म यही स्टक मार्केटमै छु भनेपछि मैले त 12 महिना यही फिल्डमा काम गर्नुपर्छ भने मैले चाहिँ अब कुन बेला कस्तो अवसर चाहिँ पाइन्छ, कुन बेला कस्तो स्ट्राटेजी लाउने, अब बेरिसमा कस्तो स्ट्राटेजी लाउने, अब साइडवेजमा कस्तो स्ट्राटेजी लाउने र बुलिसमा कस्तो स्ट्राटेजी लाउने भन्ने मेरो प्लानिङ हुन्छ। र मैले चाहिँ प्लानिङ अनुसारै मैले स्टकहरू चाहिँ स्क्रिनिङ गर्छु होइन। अब तपाईँको अब बेरिस मार्केट छ भने अब त्यही अनुसारको कस्तो खालको स्ट्राटेजी लाउँदाखेरि थोरै अब गर्न सकिन्छ त्यो म गर्छु। र तपाईँको साइडवेजमा चाहिँ कस्तो खालको स्टकहरू चल्छ होइन। अब तपाईँ त्यो चल्ने खालको स्टकहरू मैले चाहिँ त्यहाँ मैले स्क्रिनिङ गरेर पत्ता लगाउँछु। मैले विभिन्न जस्तै अब चुकुल भयो, नेप्सी अल्फा भयो, 2-3टा मैले वेबसाइटहरू मैले पेड पनि राखेको छु। मैले पेडबाट पनि त्यो डाटाहरू मैले लिन्छु। किनभने अब सबै यसमा डिपली लागि पर्न सकेपछि चाहिँ अब डाटाहरू पनि अब चाहिन्छ। अब डाटा नभइकन नि हुँदैन। त्यही कारण मैले डाटाहरू किन्छु। मैले किनेर पनि मैले गर्छु डाटा। मैले अब नेप्सी अल्फाहरूबाट यो चुकुलहरूबाट मैले किन्छु डाटा किनेर मैले हेर्छु होइन। मार्केट डेप्थहरू सबैहरू डिलरहरूको चाहिने ब्रोकरहरूको होल्डिङहरू सबै हेर्छु मैले हेरेर। त्यसपछि तपाईँको त्यो जुन अघि नै सरहरूले भन्नुभएको जस्तै अब 52 हप्ताको लो हाई आएको अब मोमेन्टम कतिको छ होइन, त्यो स्टकहरू मैले पत्ता लगाउँछु। र त्यसपछि चाहिँ अनि मेरो सबै खालको हुन्छ। मेरो इन्भेस्टमेन्ट खालको पनि छ, मेरो पोर्टफोलियो छ होइन। मैले चाहिँ त्यो इन्भेस्टमेन्ट खालको पोर्टफोलियोमा चाहिँ मैले फन्डामेन्टल स्ट्रङ खालको जसलाई चाहिँ मैले होल्ड गर्दाखेरि तपाईँको क्यापिटल गेन कम आए तापनि त्यसले चाहिँ डिभिडेन्ड दिन सक्ने खालको र कम्तीमा त्यसले चाहिँ त्यसको ब्याङ्कको ब्याज तिर्न सक्ने खालको स्टकहरू मैले छान्छु। र त्यो स्टकहरू र चाहिँ मैले चाहिँ कस्तो बेलामा किन्छु भने एकदम बेरिस भएको बेलामा होइन। बेरिस भएर तपाईँको एकदम सस्तो भएको बेलामा त्यो बेला मैले त्योहरू किन्छु। जस्तै कमर्सियल ब्याङ्कहरू होइन, डेभलपमेन्ट ब्याङ्कहरू, अनि तपाईँको हाइड्रोको पनि राम्रो फन्डामेन्टल स्टकहरू मैले त्यो बेलामा किनेर राख्छु। जस्तो अब मेरो अहिले पनि मेरो जुन त्यो इन्भेस्टमेन्ट पोर्टफोलियो चाहिँ यो बेलामा अहिलेको अवस्थामा पनि मेरो पोर्टफोलियो ग्रिन छ कि मेरो लसमा छैन, प्रफिटमा छ। त्यो पोर्टफोलियो चाहिँ जुन पोर्टफोलियोलाई मैले ब्याङ्कमा राखेको छु कि ब्याङ्कमा मैले चाहिँ प्लेजमा राख्छु र त्यसबाट लोन निकाल्छु होइन। अनि त्यो लोन निकाल्छु। त्यो लोनको पैसा चाहिँ मैले कहिले चलाउँछु भन्दाखेरि जस्तै त्यो पैसा चाहिँ म पुरै रिजर्भमा राख्छु। अनि त्यसपछि जुन बेलामा चाहिँ तपाईँ ठ्याक्क त्यो अस्ति जस्तो जेनजीको त्यो भएको बेला स्याट घट्यो होइन। अब त्यो बेला मैले ठ्याक्क युज गरेँ त्यो पैसालाई। अर्को दिन मैले चाहिँ त्यो बढ्ने बित्तिकै त्यसलाई बेचेँ, फेरि निकालेँ, फेरि त्यो ब्याङ्कमा राखेँ। अनि फेरि तपाईँको फेरि घट्यो। त्यस्तो बेला मैले युज गर्छु। जुन बेला चाहिँ आवश्यकता मैले देख्छु त्यो बेला मैले युज गर्छु। र यो चाहिँ मैले चाहिँ फन्ड चाहिँ एउटा रिजर्भ फन्ड चाहिँ मैले 30% मेरो टोटल पोर्टफोलियोको 30% चाहिँ म
जतिखेर पनि म चाहिँ एभरेज त्यो उसमै राख्छु, रिजर्भमै राख्छु। अनि त्यो हुँदाखेरि चाहिँ के हुन्छ भने अब जुन बेला त्यो कहिले पनि पैसाको अभाव हुँदैन क्या त्यो हुँदाखेरि। अनि मैले चाहिँ तपाईँको बुलिस मार्केटमा चाहिँ के हुन्छ भने बुलिस मार्केटमा त जतिखेर पनि अब किन्यो कि तपाईँको बढिहाल्छ होइन। अब त्यो बेला चाहिँ स्टकहरू छान्ने, अलिकति मोमेन्टम आएको स्टकहरू। बुलिस मार्केटमा चाहिँ तपाईँको हाई क्याप स्टकहरू, मिड क्याप स्टकहरू बढी चल्छ बुलिस मार्केटमा। अनि तपाईँको यो साइड वेजमा चाहिँ तपाईँको लो क्यापहरू थोरै थोरै यो भएको बजारमा थोरै किताहरू भएकोहरू चाहिँ बढी चल्छ। अब त्यस्तो स्टकहरू पत्ता लगाएर स्क्रिनिङ गरेर अनि मैले ट्रेड गर्छु। र ट्रेड गरिसकेपछि मेरो ट्रेड गर्ने अब के हुन्छ भन्दाखेरि जस्तो कतिपय मेरो स्टप लसको पनि हुन्छ होइन, कतिपय एभरेजिङको, अघि स्टप लस र एभरेजिङको कुरा आयो नि। अब मैले चाहिँ यहाँ चाहिँ नेपालमा चाहिँ कस्तो छ भने अब स्टप लसमा अलिकति गाह्रो छ क्या स्टप लसमा काम गर्नलाई। किन गाह्रो छ भने तपाईँको यहाँ चाहिँ हामीले किन्छौँ, किनिसकेपछि किनेकै दिनमा आउँदैन क्या। बाहिर चाहिँ के हुन्छ, किन्ने बित्तिकै आउँछ, तुरुन्तै आउँछ, खातामा तुरुन्तै आउँछ, यहाँ आउँदैन। यहाँ तपाईँको 3 दिन 4 दिन पनि लाग्छ। अब त्यो हुँदाखेरि तपाईँको के हुन्छ नि, स्टप लस राख्यो, स्टप लस मैले यो क्यान्डलको मुनि राख्ने भन्ने हुन्छ, कहिले कहिले तपाईँको यति पर्सेन्टमा राख्ने, कहिले चाहिँ तपाईँको मैले चाहिँ त्यो सपोर्ट र रेजिस्टेन्ट सपोर्टको मुनि टक्क राख्छु। अब तर तपाईँ के हुन्छ भने तपाईँ 3 दिनपछि आउँदाखेरि कहिलेकाहीँ त्यो स्टप लसको 10% भन्दा मुनि तल गइदिन्छ क्या। अब त्यस्तो अवस्था पनि छ। अनि त्यही भएर मैले यहाँ चाहिँ धेरै जसो स्टप लस गर्ने खालको चाहिँ कम मैले युज गर्छु। स्टप लस मैले गर्छु गर्न चाहिँ होइन, तर तपाईँको त्यस्तो खालको स्टकहरू चाहिँ मैले कमै, थोरै मात्रै क्या। मेरो पोर्टफोलियोको त्यही 30 देखि 40%सम्म म्याक्सिमम गरेँ 30-40%सम्मको मात्रै त्यो युज गर्छु, न त गर्दिनँ। मैले एकदमै कम गर्छु। मैले चाहिँ धेरै जस्तो एभरेजिङ गर्न मिल्ने खालको स्टकहरू जस्तो चाहिँ फन्डामेन्टल पनि अलि भएको त्यसलाई गर्छु। र मैले जस्तै अघि नै मन्त्र सरले भन्नुभएको जस्तै मैले चाहिँ एकैचोटि किन्दिनँ कि। मैले सुरुमा कुनै मैले चाहिँ जस्तै अब 1000को मैले किन्ने प्लान बनाएँ, 1 लाखको किन्ने प्लान बनाएँ भने पहिला म 20,000 जतिको 10-20 हजारको मात्रै किन्छु। अनि अर्को मैले सपोर्टमा हरेक सपोर्टलाई रियाक्ट गर्न खोजेपछि किन्छु कि, रियाक्ट गर्न खोजेपछि किन्छु। तर हामीले भने जस्तो सट्टै अब त्यो हुँदैन, किनभने यो मार्केट भनेकै तपाईँको प्रेडिक्सन भने के हो भने प्रेडिक्सन कहिले पनि 100% हुँदैन। हामी प्रेडिक्सन गर्छौँ, प्रेडिक्सन मेरो कस्तो भने तपाईँको 80-90%सम्म मिल्छ, नमिल्ने होइन। तर कहिलेकाहीँ एउटा बिग्रियो भने पनि ब्लक गरौँ त मोडेटरहरूले ब्लक गरौँ नि, कसले नराम्रो कमेन्ट गरे। हजुर, एउटा प्रेडिक्सन मिलेन भने पनि तपाईँको के हुन्छ भने त्यो कमाएको जति सबै पैसा चाहिँ त्यो एउटैले लगिदिन्छ क्या, त्यस्तो हुन्छ। अनि त्यही भएर यहाँ चाहिँ रिस्क म्यानेज चाहिँ गर्नुपर्छ। अनि मैले चाहिँ त्यस्तोमा चाहिँ रिस्क म्यानेज तपाईँको एभरेजिङ गर्ने स्ट्राटेजी भयो। अर्को चाहिँ स्टप लस। अब जुन चाहिँ स्टप लसकै गर्छु भनेर मैले प्लानिङ गरेर जुन मैले किनेको हुन्छु त्यसमा चाहिँ मैले स्टप लसै गर्छु, स्टप लस गर्छु अथवा सिफ्ट गर्छु मैले होइन। सिफ्ट भनेको नि स्टप लसै भयो, त्यो के फरक परेन। र अर्को चाहिँ मैले एभरेजिङ गर्ने भनेर गरेकोमा चाहिँ मैले एभरेजिङ बिस्तारै गर्छु कि हरेक सपोर्टमा एभरेजिङ गर्छु। मेरो चाहिँ स्ट्राटेजी त्यस्तो छ। र अहिलेसम्म मैले चाहिँ कहिले पनि तपाईँको यो लस भयो होइन प्रफिट भयो भने तुरुन्तै एउटै स्क्रिप्टमा लस हुने बित्तिकै म त्यस्तो एकदम हरेस खाने त्यस्तो हुँदैन। मैले चाहिँ ओभर द इन्ड होइन इयरमा मेरो 1 वर्षमा मैले चाहिँ कति चाहिँ मेरो प्रफिट भयो मैले त्यसरी हेर्छु कि फिस्कल इयरको बिचमा कति प्रफिट भयो, अब त्यस्तो हिसाबले हेर्छु म। तुरुन्तै अहिले यसमा मेरो यति घाटा भयो, अब म खत्तम भयो, म डुबेँ होइन, त्यस्तो हिसाबले मैले हेर्दिनँ। किनभने त्यसरी हेर्न पनि हुँदैन। र हामीले चाहिँ यो एकदम न्युट्रलमा हेर्नुपर्छ। लस पनि हुन्छ होइन। लस भनेको के हो भन्दा स्टप लस भन्यो नि त। यो लस भने जस्तो हरेक अरू व्यापारहरूमा नि लस हुन्छ नि त, त्यस्तै यसमा पनि हामी लस हुन्छ। किनभने अरू व्यापारमा नि अपरेसन खर्च हुन्छ, स्टाफको होइन खर्च हुन्छ, विभिन्न खर्चपत्ती पानीको खर्च हुन्छ, यहाँ पनि त हुन्छ नि। मैले त्यही स्टप लसलाई चाहिँ एउटा चाहिँ अपरेसन खर्चको रूपमै मैले लिन्छु कि मैले चाहिँ। हजुर, हस्, थ्याङ्क यू। धेरै धन्यवाद सर, एकदमै धेरै धन्यवाद। पर्फेक्टली ट्रेड गर्नु हुँदो रहेछ हाम्रो अरुण सरले पनि, एकदमै खुसी लाग्यो। किनकि यो नै मलाई चाहिँ के थियो भने यो कुराहरू चाहिँ कसरी गर्नु हुँदो रहेछ भनेर सबैजनाको सुन्ने रहर थियो। त्यो मेरो इच्छा पनि हजुरहरूले पुरा गरिदिनु भयो। धेरै धन्यवाद है सर। थ्याङ्क यू सर, थ्याङ्क यू भेरी मच। अब हामी कति 10